पनि हेलो एन्ड नमस्ते गाइस। अनि त्यहाँबाट म चाहिँ ढोका लगाएर आज आमा ठुलो छोरो म भएर घुम्न हिँड्दैछौँ। साथीहरू देख्न सक्नुहुन्छ दिउँसो धोएर आमाले चाहिँ कपडा सुकाउनु भयो, म चाहिँ माथि धोएर माथि सुकाइछु। अनि हामीलाई चाहिँ यो आँप नकटिकन हामीलाई कोही जान छैन है साथीहरू, देख्न सक्नुहुन्छ। यस्तै छ हामीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो ट्याङ्की हो। दोकान खुल्दैछ हजुरहरू, वेलकमको लागि प्रतीक्षाको लागि बस्दै गर्नु। यो चाहिँ हाम्रो मकै यस्तो राम्रो भयो, यही घाउ पाकिसक्यो। अनि त्यहाँबाट आमा चाहिँ उता हुनुहुन्छ हौ, उहाँ भइसक्यो। यस्तै छ, के गर्दै हुनुहुन्छ? हामी चाहिँ यस्तै छौँ, देख्न सक्नुहुन्छ। भ्लग बनाउँदै बस्दै, त्यही चाहिँ मैले चाहिँ बिहानबाट सुरु गर्दिनँ, दिउँसोबाट सुरु गर्छु। यहाँ देख्न सक्नुहुन्छ फुल कति राम्रो हो। बिहानबाट सुरु गर्दिनँ, मैले चाहिँ दिउँसो घुम्न गएको बेलामा अनि त्यहाँबाट अरू कुराको गराउँछु। खानासाना पनि बनाउन झ्याउ लाग्छ, त्यस्तो खासै केही त गराउँदिनँ। हिँडेको त्यही पनि मलाई खासै एडिट गर्न पनि आउँदैन। म चाहिँ क्यामेराले जस्तो खिच्यो अनुसार त्यस्तै हाल्ने चाहिँ हो। ल अस्तिको चाहिँ हेर्नु त, त्यही पानीले लडाएको गाउँ यस्तो छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ त्यही प्याज चाहिँ देख्न सक्नुहुन्छ। झारै झार भन्ने थियो अस्ति मैले, त्यस्तै छ, गोड्नु भयो होइन। हामी जस्तै उहाँहरू पनि त्यस्तै त हो नि है। हाम्रो बाटोमा आए देख्न सक्नुहुन्छ पिच छ। हामी सँगसँगै पिच सँगसँगै हामी पनि हिँड्दैछौँ, देख्न सक्नुहुन्छ साथीहरू। यहाँ यस्तो अर्डर कति विचित्र फल्यो, तर पनि राम्रै हो। यस्तै छ। ऊ बाले चाहिँ सोध्नु भयो कहाँ हिँडेको भनेको, घुम्न हिँडेको बा। बा देख्न सक्नुहुन्छ हाम्रो गाउँको बा। उहाँ चाहिँ सबैतिर सोध्दै हिँड्नुहुन्छ, तर खुसी लाग्छ जे होस् बुढो मान्छेले सोद्धाखेरि। हामी चाहिँ यही बाटो हुँदै हुँदै जाने हो। आमा हुन्छ छोरो अझै त्यहाँभन्दा नि माथि छोरो छ। बाबा चाहिँ छताए बसेर सानो छोरोलाई हेर्दै हुनुहुन्छ। हामी चाहिँ घुम्दैछौँ, त्यस्तै छ। मलाई चाहिँ खासै भिडियो गर्न चाहिँ आउँदैन, अलिअलि गर्दा गर्दै केही हुन्छ कि भन्ने आशा त छ, तर खासै केही चाहिँ जान्दिनँ है साथीहरू। म चाहिँ यही घुम्न गएको, बस्ती चियो बनाउने चाहिँ अरू खासै अब घर